सबैजनालाई ख्रिस्ट येशूको नाममा जय मसीह। आज चाहिँ म व्यक्तिगत विश्वास त्यागको विषयमा केही कुराहरू बोल्न चाहन्छु। यहाँ हिब्रू 3:12 पदमा के भन्छ भने, भाइ हो होस गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढा नलैजाओस्। विश्वास त्याग ग्रीक अपोस्टासिया शब्द नयाँ करारमा नामपदको रूपमा 2 पटक उल्लेख भएको छ। प्रेरित 21:21, 2 थेसलोनिकी 2:3 र यहाँ हिब्रू 3:12 क्रियापद ग्रीक अपस्टेमी टाढा लैजानु भनी अनुवाद गरिएको छ को रूपमा उल्लेख गरिएको छ। एक व्यक्तिले जे कुराप्रति दृढ भरोसा राखेको छ त्यसबाट पतन हुनु, परित्याग गर्नु, विद्रोह गर्नु र छाडा हुनु, फिर्ती हुनु वा बहकिनु वा त्याग्नु, यी कुराहरू चाहिँ ग्रीक परिभाषा अनुसार देखाइएको कुराहरू हो। विश्वास त्याग गर्नुको अर्थ ख्रिस्टसित भएको उद्धारको सम्बन्धमा अलग हुनु वा उहाँसितको जीवन सङ्गति वा उहाँमा राखेको विश्वासबाट, साँचो भरोसाबाट बहकिनु, फिर्ती हुनु जस्ता कुराहरू हुन्। यसैले पवित्र आत्माद्वारा अघिबाटै उद्धार, पुनर्जीवन र नयाँपन अनुभव गरिसकेकाहरूका निम्ति मात्र व्यक्तिगत विश्वास त्याग सम्भव छ। लुका 8:13, हिब्रू 6:4-5। व्यक्तिगत विश्वास त्याग दृश्य मण्डलीमा भएका उद्धार नपाएका मानिसहरूले नयाँ करारको शिक्षा इन्कार गर्नु होइन। विश्वास त्याग चाहिँ 2 अलग र एक अर्कामा पारस्परिक सम्बन्धित पक्षहरू समाहित छन्। ईश्वर शास्त्रीय विश्वास त्याग अर्थात् ख्रिस्ट र प्रेरितहरूका मौलिक शिक्षाहरू पूर्णतया वा आंशिक रूपमा इन्कार गर्नु। 1 तिमोथी 4:1 पद, 2 तिमोथी 4:3। यसरी चाहिँ परमेश्वरबाट टाढा हुने अर्थात् आफ्नो कुराहरू बनाउने, यो चाहिँ यस्तो कुराहरू हुन्। अर्को छ नैतिक विश्वास त्याग अर्थात् ख्रिस्टमालाई विश्वास गरिसकेका विश्वासी ख्रिस्टमा रहन छोड्नु वा बरु फेरि पाप अनैतिकताको दास बन्नु। एसाया 29:13, मत्ती 23:25-28, रोमी 6:15-23, 8:6-13 जस्तो आफ्नै चाहिने नैतिकताबाट चाहिँ के छ, ख्रिस्ट येशूलाई चाहिँ त्याग्नु भन्ने कुराहरू आउँछ। अब अर्को पक्ष हेर्ने हो भने बाइबलले ख्रिस्टसित सम्बन्ध परित्याग गर्दा आउने गम्भीर जोखिमका विषयमा हामीलाई सजग बनाउन र विश्वास र आज्ञा पालनको निम्ति प्रोत्साहन गर्न विश्वास त्यागको विषयमा गम्भीर चेतावनीहरू दिन्छ। चेतावनीहरू वास्तविक हुन् तर साँचो विश्वास त्यागको सम्भावना छैन भन्ने दृष्टिकोणबाट यो चेतावनी दिने वचनखण्डहरूको परमेश्वरीय उद्देश्यलाई कमजोर बनाउनु हुँदैन, बरु हामीले यी चेतावनीहरूलाई हाम्रो अस्थायी अवधिको वास्तविकता बनाउने वचनखण्डको रूपमा हेर्नुपर्छ। यदि हामी आखिरी उद्धार प्राप्त गर्न चाहन्छौँ भने हामीले यिनीहरूलाई होसियारपूर्वक ग्रहण गर्नुपर्छ। नयाँ करारमा दिएका केही चेतावनीपूर्ण वचनखण्डहरू छन्। मत्ती 24:4-5, 11-13, यूहन्ना 15:1-6, प्रेरित 11:21-23, 14:21-22, 1 कोरिन्थी 15:1-2, कलसी 21:21-23, 2 तिमोथी 4:1 र 16, 6:10-12, 2 तिमोथी 4:2-5, हिब्रू 2:2-3, 3:6-8, 12-14 र 6:4-6 पद, याकूब 5:19-20 र 2 पत्रुस 1:8-11, 1 यूहन्ना 2:23-25 पद। परमेश्वरलाई छोडिसकेपछि के कुराहरू समस्या हुन्छ, कस्तो चेतावनीहरू छन् भन्ने कुराहरू हामीले यहाँ यही पदहरूबाट तपाईँले हेर्न सक्नुहुन्छ है। र वास्तविक विश्वास त्यागका उदाहरणहरू यी वचनखण्डहरूमा पाइन्छन्। प्रस्थान 32, 2 राजा 17, 7-23, भजन सङ्ग्रह 106 हेर्नुभयो भने नि परमेश्वरलाई छोडेपछि कसरी चाहिँ समस्या आउँछन् भन्ने कुरा वास्तविक विश्वास त्यागका उदाहरणहरू छन् है। र एसाया 1:2-4, यिर्मया 2:1-9, प्रेरित 1:25, गलाती 5:4, 1 तिमोथी 1:18-20, 2 पत्रुस 2:1, 15 पद, 20-22 पद। यसमा चाहिँ यी कुराहरू छन्। यूहन्ना 4:11-13 पनि यही कुराहरू छन्। यस युगको अन्त्यमा मण्डलीमा विश्वास त्यागका घटनाहरू हुनेछन् भनी भजविश्ववाणी गरिएका छन्।
र यसमा थप जानकारीहरू प्रशस्त छन्। विश्वास त्यागमा दोहोऱ्याउने कदमहरू पनि छन्। विश्वास त्याग गर्नलाई दोहोऱ्याउने कदमहरू, कसरी विश्वास त्याग गर्न सक्छ भन्ने कुराहरू यसको कदमहरू छन्। अविश्वासका कारण विश्वासीहरूले परमेश्वरका वचनहरू, सत्यताहरू, अर्थीहरू, चेतावनीहरू, प्रतिज्ञाहरू र शिक्षाहरूलाई गम्भीरतापूर्वक गर्न असफल हुनु। मर्कुस 1:15, लुका 8:13, यूहन्ना 5:44देखि 47 अनि 8:46 पद। परमेश्वरको स्वर्गीय राज्यका वास्तविकताहरूभन्दा संसारका वास्तविकताहरूलाई बढी महत्त्व दिएका कारण कालान्तरमा विश्वासीहरू ख्रिस्टबाट परमेश्वरको नजिक हुन छोड्नु। हिब्रू 4:16, 7:19, 25 र 11:6 पद। पापको छलद्वारा तिनीहरूले आफ्ना जीवनमा पापलाई छुट दिँदै जानु। 1 कोरिन्थी 6:9देखि 10 पद। एफएसी 5:5, हिब्रू 3:13 पद। अब विश्वासीहरूले चाहिँ आफ्नो परमेश्वरको वचनहरूलाई छोड्दै जान्छन्। संसारिक कुराहरूतिर लाग्दै बिस्तारै, होइन, के हुन्छ र यस्तो हुँदैन, अर्थात् हामी पनि सहभागी हुनुपर्छ, अर्थात् त्यहाँ गएको मात्रै हो, हामीले केही त्यस्तो गर्ने त होइनौँ, यस्तो तरिकाको बहानाहरू सिर्जना हुन्छ। अनि सङ्गति भयो, अनि केही कामको बहाना, अर्थात् केही वस्तुभावको बहाना, केही आफन्तहरूको बहाना, केही बिरामी भएको बहाना, यी सबै कुराहरू पार्दै के हुन्छ, विश्वासीहरू चाहिँ अब तर्किने सङ्केत सुरु हुन्छ। तिनीहरूले धार्मिकतालाई प्रेम गर्न छोड्छन् र दुष्टतालाई घृणा गर्न छोड्छन्। किनभने धार्मिकतालाई चाहिँ प्रेम गर्दैनन् र दुष्टतालाई घृणा पनि गर्दैनन्। सबै एउटै हो जस्तो, के हो कसो हो, अन्योलताहरू सिर्जना हुन्छन् है। यस्तो अन्योलताहरू, सत्यतालाई खोज्नु पर्यो, सत्यतालाई प्रेम गर्नु पर्यो, होइन। जे कुरा असत्य छ, जे कुरा झोड छ, जे कुरामा लजिकता छैन, त्यसलाई त त्याग्नु पर्यो नि। त्यो कुराहरू गर्न छोड्नु चाहिँ विश्वासबाट तर्किँदै गएको खण्डहरू हुन् है, अवस्थाहरू हुन्। तिनीहरूले आफ्ना हृदयका कठोरताद्वारा हिब्रू 3:8-13 र परमेश्वरको मार्गलाई इन्कार गर्छन् है। 3:10 गरी पवित्र आत्माबाट घरिघरि आएको आवाज र हप्काइलाई व्यवस्था गर्छन्। पवित्र आत्माबाट के कुरा आएको छ त्यसलाई चाहिँ सुन्न छोड्छन्, वास्ता गर्न छोड्छन् र आफ्नै इच्छामा लागि पर्छन्। एफएसी 4:32 पद अनि 1 थेसलोनिकी 5:19देखि 19-22 पद है। र अर्को कुरा छ, पवित्र आत्मालाई दुखित बनाएका छन्। एफएसी 4:30 पद, हिब्रू 3:7देखि 8 र पवित्र आत्मालाई निभाएका छन्। 1 थेसलोनिकी 5:19 र उहाँको मन्दिरलाई अपवित्र तुल्याएका छन्। 1 कोरिन्थी 3:16। परिणामस्वरूप उहाँ आखिरीमा पूर्व विश्वासीहरू, व्यक्तिगत विश्वास त्याग गरेकाहरूका जीवनबाट निस्कनुहुन्छ। न्यायकर्ता 16:20, भजन सङ्ग्रह 51:11, रोमी 8:13, 1 कोरिन्थी 3:16देखि 17, हिब्रू 3:14 पद है। व्यक्तिगत विश्वास त्यागको समयमा आफैलाई नजाचिकन व्यवस्थापूर्वक अगाडि बढिरहन्छन् भने त्यस्ता व्यक्तिहरूले उद्धारको निम्ति दोस्रो मौका प्राप्त गर्ने छैनन्। मौका एकचोटि हो, दुई पटक छैन। कुनै समय ख्रिस्टसित उद्धारको अनुभव गरिसकेका तर पवित्र आत्माको आवाजप्रति जानी वा निरन्तर आफ्नो हृदय कठोर बनाउने, हिब्रू 3:7देखि 19 पद। स्वेच्छाले निरन्तर पाप गरिरहने, हिब्रू 10:26 पद। र पश्चाताप गर्न र परमेश्वरमा फर्कन इन्कार गर्नेहरू पश्चाताप र उद्धारको दोस्रो मौकामा फर्कन नमिल्ने गरी टाढा हुन सक्छन्, हिब्रू 6:4देखि 6 पद। व्यवस्था 29:18देखि 21 पद। 1 सामुएल 2:25, हितोपदेश 29:1। परमेश्वरको धैर्यताको सीमितता छ। 1 सामुएल 3:11देखि 14, मत्ती 12:31देखि 32, 2 थेसलोनिकी 2:9देखि 11, हिब्रू 10:26देखि 29 र 31 पद। 1 यूहन्ना 5:16। यी पदहरूमा चाहिँ यी कुराहरू छन्। अब अर्को कुरा, फर्कन नसकिने अवस्थाको विषयमा अग्रिम परिभाषा दिन सकिँदैन। त्यसैले विश्वास त्यागबाट सुरक्षित रहने उपाय निम्न अर्थीमा पाउन सकिन्छ। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने आफ्नो हृदय कठोर नपार है। यो चाहिँ प्रस्थानमा जस्तै, उजाड स्थानको दिनमा जस्तै परमेश्वरलाई देखेर पनि छोडे, परमेश्वरलाई त्यागे, परमेश्वरले यति महान काम गर्नुभयो र पनि गनगन गरे। त्यसैले हिब्रू 3:7देखि 8, 15 पद र 4:7 पदमा आफ्नो हृदयलाई कठोर नपार भनेर भन्नुहुन्छ। विश्वासबाट तर्किएर जानेहरू, हिब्रू 2:1देखि 3 र परमेश्वरबाट पतित भएकाहरू 6:6का निम्ति विश्वास त्यागको जोखिम उच्च छ भने विशेष जोड दिनुपर्छ। तर पवित्र आत्माको आवाज विरुद्ध निरन्तर र स्वेच्छाले पाप नगरेसम्म विश्वास त्याग पूर्ण हुँदैन। अनि पवित्र आत्माको विरुद्धमा गर्ने पापको विषयमा
मत्ती 12:31 पदमा लेखिएको छ है, पवित्र आत्माको विरुद्धमा गनगन गर्ने, पवित्र आत्मालाई व्यवस्था गर्नेदेखि चाहिँ कहिले क्षमा छैन है। यो युगमा मात्र होइन, आउने युगमा पनि क्षमा छैन भनिएको छ। त्यसैले पवित्र आत्मालाई सुन्नुहोस्, धारण गर्नुहोस्, उहाँका वरदान, ज्ञान र शक्तिले भरिपूर्ण हुनुहोस् र परमेश्वरमा एक भएर प्रेममा रहनुहोस्। प्रेमले जीवन ल्याउँदछ। अविश्वासी हृदयको कारण परमेश्वरबाट तर्किएर जानेहरूले हिब्रू 3:12 हामी क्रिस्चियन हौँ भनी विचार गर्न सक्छन्, तर ख्रीष्ट र पवित्र आत्माको माग र पवित्र शास्त्रका चेतावनीहरूप्रति तटस्थ रहेर उनीहरूले अर्कै व्यवहार देखाइरहेका हुन्छन्। यसरी आफू भ्रममा पर्न सक्ने सम्भावना भएको कारण पावलले उद्धार पाएको छु भनी दाबी गर्नेहरू सबैलाई तिमीहरू विश्वासमा दरिला छौ कि छैनौ भनी आफूलाई जाँचेर हेर, आफैलाई जाँच भनी आग्रह गर्छन्। 2 कोरिन्थी 13:5 पद। आफैलाई जाँच्नुपर्छ। हामी कहाँनिर अडिएका छौँ, हामी कस्तो तरिकाले हिँडेका छौँ, हामीले कसरी विश्वासी जीवनलाई हामीले उदाहरण दिइरहेका छौँ, यो सबै जाँच्नुपर्छ है। आफ्नो आत्मिक अवस्थाको विषयमा साँचो सरोकार राख्नेहरू र आफ्नो हृदयमा पश्चातापमा परमेश्वरमा फर्कने चाहना भएकाहरूसँग तिनीहरूले अक्षमाशील विश्वास त्याग गरेका छैनन् भन्ने सुनिश्चित प्रमाण हुन्छ। परमेश्वरले कोही पनि नाश नभएको चाहनुहुन्न, कोही पनि नाश भएको चाहनुहुन्न भनी पवित्र शास्त्रले स्पष्टसँग बताउँछ। 2 पत्रुस 3:9, यसाया 1:18-19, 55:6-7 र एक पटक उद्धारको अनुग्रह पाइसकेकाहरूले यदि पश्चाताप गर्छन् र उहाँतिर फर्कन्छन् भने परमेश्वरले तिनीहरूलाई ग्रहण गर्नुहुनेछ भनी पवित्र शास्त्रले घोषणा गर्दछ। गलाती 5:4, 4:19, 1 कोरिन्थी 5:1-5सँग 2 कोरिन्थी 5:11, 5-11, लुका 15:11-24, रोमी 11:20-23, याकुब 5:19-20, प्रकाश 3:14-20। पत्रुसको उदाहरणसँग हामीले हेर्नुपर्ने हुन्छ। मत्ती 16:16, मत्ती 26:74-75, यूहन्ना 21:15-22 पद। यसै कारणले हामीहरूसँग जति तरिकाले हामीले परमेश्वरमा आराधना गरेका छौँ, परमेश्वरमा भरोसा गरेका छौँ, यी सबैद्वारा प्रभुको काम भएको छ कि छैन, परमेश्वरको आराधना भएको छ कि छैन, पवित्र आत्मा हामीले धारण गरेका छ कि छैनौँ, हामी सही छौँ कि छैनौँ, यो सबै जाँच चाहिँ हामीले गर्नुपर्छ। हामी परमेश्वरमा ठिक छौँ कि छैनौँ। हामी परिवर्तन नभएसम्म, म परिवर्तन नभएसम्म अरूलाई परिवर्तन गर्न सकिँदैन। आफू परिवर्तन नभएर अरूलाई परिवर्तन हो भन्नु चाहिँ एउटा देखावटीपन हो। यो विश्वासबाट अलग भाउन सक्ने सम्भावना यही नै हो। यस कारणले आज हामीहरू सबैजनाले परमप्रभुमा जाँच गरेर पवित्र आत्मा धारण गरेर हाम्रा व्यवहार, बोली, आनी बानी, व्यवहार सबैलाई चाहिँ हामीले सच्याएर अरूलाई बदल्न सक्ने शक्ति र ज्योति धारण गर्नुभएको होस्। परमेश्वरले चाहनुभएको तेजस्वी मण्डली, शक्तिशाली मण्डली, पवित्र आत्मामा भरिपूर्ण भएको, चाउरी बिनाको, दाग बिनाको निष्खोट मण्डली परमेश्वरले बनाउन चाहनुभएको छ। यस्तै मण्डली तपाईहरु प्रत्येकलाई बनाउनु भएको होस्। धन्यवाद दिन्छौँ येशू प्रभुको नाममा।